यो के हो थाहा छ तपाईँहरूलाई? यो चाहिँ सल्लाहको फल हो है। म मात्रै होइन, मेरो बुढी पनि ट्याक्क घुम्न आएको भयो यहाँ चाहिँ सल्लाहघारीमा ट्याक्क हेर्नुहोस् त यता हो हामी मेरो फोटोकपी हो। कस्तो फिल भइरहेछ भन त पृथ्वीका है? गाउँमा गए जस्तै छैन? हाम्रो ग्याङहरू हेर्नुहोस् है गाइस। गाइस यो चाहिँ हामी काठमाडौँबाट एकदमै नजिकको ठाउँ आएका छौँ घुम्नको लागि। यो चाहिँ एकदमै ठाउँ एकदमै यस्तो हेर्नु त पिसफुल, एकदम पिसफुल ठाउँ छ। यो चाहिँ हामी काठमाडौँबाट लगभग 5-6 किलोमिटर यता आइसकेपछि कालुपाण्डे मार्ग जाने ठाउँमा हो। यो चाहिँ हामी कहाँ जस्तो छ। हेर्नुहोस् त, कति पिस छ, कति मजाको छ। ल हेर्नुहोस् त, अगाडि पछाडि हेर्नुहोस् त गाइस, हेर्नुहोस् त। सल्लाह छन् गाइस, सल्लाह गाइस, सल्लाह। ल हेर्नुहोस् त, जे गर्दै नि हो गाइस, यहाँ थ्याच्च भएन भयो, थ्याच्च। ल हेर्नुहोस् गाइस, थ्याच्च भएन नि कति ह्यान्डसम देखाएको छ मलाई। लाइट नपरेको छ मलाई त ह्यान्डसम देखाएको। ल गाइस, ल तपाईँ नि आउन सक्नुहुनेछ है यहाँ घुम्नलाई। हेर्नुहोस् त माथि कति छ, हेर्नुहोस् त। पुरै सल्लाह हो है। ल हेर्नुहोस्, पुरै सल्लाह हो, हेर्नु त, सल्लाह। ल चिप्लेटी खेल्न नि मिल्छ है गाइस, चिप्लेटी खेल्न नि मिल्छ। म चाहिँ यहाँ हल्का भिडियो बनाउनु मात्रै आएको। मलाई त्यहाँ वेट गरेर बसिरहेको छु। साथीहरू उताबाट आउँदैछ, साथीहरूले हेर्नुहोस्। हाम्रो ग्रुप चाहिँ उता साइडबाट आउँदैछ, हामी चाहिँ यहाँ छौँ है गाइस। एकदम यो चाहिँ कहाँ जस्तो भइरहेछ गाइस, हेर्नुहोस् त। कहाँ सिप्लेटी खेल्न पनि मिल्छ यहाँ चाहिँ, सिर खेल्न मिल्छ, चिप्लिन नि मिल्छ, चिप्लिन। ल हेर्नुहोस् त, यसरी चिरेर खेल्न मिल्छ गाइस। ल तपाईँ आउनुहोस् है त, हेर्नुहोस् न यो माथिको दृश्य हेर्नुहोस्, कति रमाइलो छ गाइस, कति रमाइलो छ। मलाई पहिलाको गाउँको याद आइसक्यो गाइस मलाई। ल हेर्नुहोस् है, ल तपाईँ पनि आउनु सक्नुहुन्छ। ल आउनुहोस् गाइस, आउनुहोस्। ल म मात्रै होइन, मेरो बुढी पनि ट्याक्क घुम्न आएको भयो यहाँ चाहिँ सल्लाहघारीमा ट्याक्क। ल हेर्नुहोस् त यता हो गाइस, हेर्नुहोस्। ल कति रमाइलो छ। हामी त हेर्नु त यस्तो बाटोमा ट्याक हिँड्दैछौँ। ल हेर्नुहोस्, ल हेर्नुहोस् है गाइस, ल हेर्नुहोस्। अब हामी यहाँ बस्न पनि मिल्छ। हेर्नुहोस् त गाइस, ल हेर्नुहोस् गाइस, हेर्नुहोस्। अब हामी त यहाँ पुरै हल्का दिन लागिरहेछौँ। सब तलतिर गइसक्यो, म चाहिँ यहाँ बसिरहेको छु है गाइस। ल यो चाहिँ ठ्याक्कै हामी चाहिँ यो सतुङ्गलको फुटबल ग्राउन्डबाट मास्तिर कालुपाण्डे आउने बाटोमा पर्छ। यो धेरै पछिको यो जङ्गल, धेरै पछिको यो कोलाहल वातावरणबाट छुटकारा पाएको भएको कारणले चाहिँ यो एकदमै स्वर्ग जस्तो लागेको होला। एकदमै अहिले चाहिँ गाउँमै पुगेको, आफ्नै गाउँमा पुगेको जस्तो भइरहेछ है गाइस। ल हेर्नुहोस्, सरी आऊ त, कमान आऊ। ल साइक्लिङ पनि गर्दो रहेछ यहाँ, हेर्नुहोस् है, साइक्लिङ गरिरहेछन् मान्छेहरू। यहाँ चिप्लो छ है, चिप्लो चाहिँ एकदमै चिप्लो छ। छोरी राम्रोसँग हिँड है त, बाबा छोरी त सेम हो है। यता हेर त, फोटोकपी हो हामी, मेरो फोटोकपी हो। कस्तो फिल भइरहेछ भन त पृथ्वीका है? गाउँमा गए जस्तै छैन? कति आनन्द शीतल। सल्लाहको बाहना छ नि गाइस, हामीलाई सल्लाहको बाहना छ। यो के हो थाहा छ तपाईँहरूलाई? यो चाहिँ सल्लाहको फल हो है, सल्लाहको फल। मलाई एक्ज्याक्ट नाम त थाहा भएन, तर यो सल्लाहको फल भन्छु म चाहिँ। तपाईँलाई थाहा छ भने मेन्सन पनि गर्नुहोस् है त। यो एकदमै भित्र एउटा खानेकुरो हुन्छ, त्यो भएन भने पनि एउटा सजावटको रूपमा। छोरीले पनि दुइटा छैन, त्यो लैजानुपर्छ है त दुइटा, लैजानुपर्छ। अहिले दुइटै लिएर दुइटै लिएर ल हेर्नुहोस् त।
हाम्रो यो सल्लाहघारीको घुमघाम टिकटक बनाइसकेपछि हामी चाहिँ फर्किँदैछौँ है गाइजलाई। मैले चाहिँ एउटा 3टा गिफ्ट लिएर आइसकेको छु है। हामी लगभग 1-2 घन्टाको भिडियो खिचाइ टिकटक खिचाइ पछि हामी पुनः फर्किँदैछौँ है त। तपाईँलाई यो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर आँखा नझिक्क नगरिकन हेरेर प्रतिक्रिया दिनु होला है। यो भिडियो चाहिँ मेरो नाममा पूर्णलाल श्रेष्ठ युट्युब च्यानलबाट आउँछ। कस्तो हुन्छ ट्याक्क दिनु होला है त है गाइज। ल सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है।